ह्रस्वदीर्घ निर्देशक चन्द्र पन्तको आगामी फिल्म आबाट आमामा कलाकारहरूको लाइनअप बलियो बनिरहेको छ। केही साता अघि अभिनेत्री विपना थापालाई मुख्य भूमिकामा अनुबन्धित गरिएको फिल्ममा अब अभिनेता पल शाह भित्रिएका छन्। उनीसँग हालै निर्देशक पन्तले लिखित सम्झौता गरेका हुन्। प्राप्त जानकारी अनुसार यो फिल्ममा विपनाको छोराको भूमिकामा पल शाह देखिनेछन्। पलले फिल्मको स्क्रिप्ट मन परेको कारण आफू काम गर्न राजी भएको बताएका छन्। स्क्रिप्ट पढ्दा आफू भावुक भएको उनी बताउँछन्। उनी भन्छन्, मलाई फिल्मको स्क्रिप्ट एकदमै राम्रो लाग्यो। स्क्रिप्ट इमोसनल छ र फिल्ममा दिग्गज कलाकारहरूको टिम हुने भएकाले पनि यो फिल्ममा काम गर्न लागेको बताएका छन्। आफूले खेलेको फिल्ममध्ये यसको कथा एकदमै बलियो रहेको उनको दाबी छ। यो फिल्मको केही साता अगाडि मात्रै थिम पोस्टर सार्वजनिक गरिएको थियो, जहाँ आमाको आँखाबाट खसेको आँसु एउटा बच्चाले पुछिरहेको देखिन्छ। फिल्मले आमा र सन्तान बीचको भावनात्मक कथा भन्ने छ। फिल्ममा विपना र पल शाह बाहेक अरू कलाकारहरू निश्चित भएका छैनन्। आगामी भदौबाट छायाङ्कन सुरु हुने फिल्मलाई फागुनको 15 गते प्रदर्शन गरिँदैछ।